हाम्रो धेरै भ्युअर्सहरुको रिक्वेस्टमा पनि यो रेसिपी मैले तयार पारेकी छु। आशा छ हजुरहरूले पक्कै पनि मन पराइदिनु हुनेछ। ल सुरु गरौँ है त यसलाई चाहिने सामग्रीहरुबाट। सुरुमा मैले लिएकी छु सक्खर, गुड, जसलाई चाहिँ मैले सानो सानो टुक्रामा काटेर यसरी लिएकी छु। हजुरहरूले चाहिँ पाउडरमा पनि किन्न सक्नुहुन्छ। त्यसैगरी मैले यहाँ बटर पनि लिएकी छु। हजुरहरूले घिउ लिन पनि सक्नुहुन्छ। यहाँ चाहिँ मैले लिएकी छु कुटेको तिल। अहिले हामीले चाकु बनाउँदाखेरि चाहिँ यो म युज गर्छु। यो चाहिँ मसिनो टुक्रामा थिचेर राखेको बदाम हो। हजुरहरूले चाहनुहुन्छ भने यसलाई नथिचिकन पनि राख्न सक्नुहुन्छ। यो चाहिँ छोरा डेट्स हो। यसलाई पनि मैले मसिनो गरी काटेर नै राखेकी छु। यो चाहिँ नरिवल हो। यसलाई पनि मसिनो गरी नै काटेर राखेकी छु। यो चाहिँ मैले काँचो नरिवललाई भुटेर यस्तो बनाएर राखेकी छु। यो मरी चाहिँ चामलको पिठोबाट बनाइन्छ। हेर्नुस् त मैले चामलको पिठो लिएकी छु। म चाहिँ यो भाँडोबाट 2 टाइम्स चाहिँ पिठो लिँदै छु। यहाँ चाहिँ मैले 1 ग्लास दुध लिएकी छु। पछि हामी चाकु बनाउँदा यो युज गर्छौं। र अन्तमा मैले पानी पनि लिएकी छु। यो चाहिँ पिठो मोल्नको लागि हो। सुरुमा हामी चामलको पिठोबाट डो बनाउन सुरु गर्छौं। हेर्नुस् त मैले यो भाँडोबाट 1 भाँडो राखेँ। म फेरि 1 भाँडो राख्दै छु। यमरी बनाउँदा चाहिँ अलिकति पिठो बढी लिनु हुँदाखेरि नै राम्रो हुन्छ। त्यसमा म 1 टुक्रा बटर पनि राख्दै छु। बटर राखिसकेपछि हजुरहरूले अब पिठो मोल्न सक्नुहुन्छ। सुरुमा हामी यो पिठोलाई बटरमा राम्रोसँग मोल्छौं। बटर पिठोमा राम्रोसँग मिक्स भइसकेपछि यसमा हजुरहरूले मनतातो पानी राखेर मोल्न सक्नुहुन्छ। यो यमरी बनाउनको लागि पिठो मुस्दाखेरि चाहिँ हजुरहरूले थोरै थोरै पानी राखेर मात्र मुस्नु होला। यो पिठो चाहिँ अरु पिठो भन्दा अलि बढी टाइम नै मुस्नु पर्ने हुन्छ। यसलाई यसरी नै मुस्दै जानु होला। यो जति मुस्दै जानुहुन्छ त्यति नै नरम भएर आउँछ। जसरी मैले भिडियोमा हजुरहरूलाई देखाएकी छु त्यसरी नै हजुरहरूले पनि पिठो मुस्नु भयो भने एकदमै राम्रो यमरी बन्छ। पिठो मुसेर पनि सक्यो। म हजुरहरूलाई देखाउने छु कस्तो चाहिँ हुनुपर्छ भनेर। ल हेर्नुस् त यतिको हुनुपर्छ। यो झट्ट निस्क्यो भने चाहिँ यसमा पानी कम भयो भनेर सोच्नु होला। यो बिस्तारै लट्केर चाहिँ निस्क्यो भने चाहिँ त्यसमा चाहिँ पानी धेरै भयो भनेर सम्झिनु होला। हाम्रो चाहिँ परफेक्ट बनेको छ। अब यसलाई ढाकेर यतिकै साइडमा राख्नु होला। अब यो पिठोलाई कम्तीमा पनि 15 मिनेट यतिकै छोपेर राख्नु होला। अब हामी यमरी भित्र राख्ने फिलिङ चाकु तयार गर्छौं। रिटर्न गरेर एउटा भाँडा बसाल्नु होला। मैले चाहिँ पहिले बसालिसकेकी छु। यसमा म सक्खर राख्दै छु। यो गुड सक्खर पकाउँदा चाहिँ हाम्रो हिट चाहिँ एकदमै स्लो हुनुपर्छ। यो छिटै नै पग्लिने हुन्छ। यसलाई हामीले ध्यान दिएर चलाउँदै नै पकाउनु पर्ने हुन्छ। यदि हजुरहरूले गुड पकाउनु हुँदा ध्यान दिनु भएन भने तल डढ्न नि सक्छ। यो सक्खर राम्रोसँग नपग्लुन्जेलसम्म हामीले यसरी नै चलाउँदै नै पकाउनु पर्ने हुन्छ। हेर्नुस् त हाम्रो गुड राम्रोसँग पग्लिसकेको छ। अब म यसमा 1 टुक्रा बाँकी बटर पनि राख्दै छु। बटर सँगसँगै हजुरहरूले अब यसमा 5-6 चम्चा दुध पनि राखिदिनु होला। अब यसमा बाँकी ड्राई इन्ग्रेडियन्ट्सहरू पनि सबै राखिदिनु भए हुन्छ। मैले राखेँ भुटेको तिल। त्यसैगरी नरिवल पनि राखिदिनु होला। बदाम पनि राखेँ मैले। अन्तमा छोरा डेट्स पनि राखेर राम्रोसँग चलाइदिनु पर्छ। यहाँ मैले जे ड्राई इन्ग्रेडियन्ट्सहरू राखेकी छु हजुरहरूले एक्ज्याक्टली त्यही राख्नुपर्छ भन्ने चाहिँ छैन। अब यो अलि बाक्लो नहुन्जेलसम्म हजुरहरूले यसलाई चलाउँदै नै पकाउनु होला। हेर्नुस् त बाक्लो भएर आइसकेको छ। मैले हिट पनि अफ गरिसकेकी छु। अब म यसलाई निकालेर एउटा भाँडामा खन्याउँदै छु। यो चिसो भइसकेपछि यो भन्दा पनि अलिकति बाक्लो हुन्छ जुन चाहिँ हामीलाई चाहिन्छ।
हेर्नुहोस् त म चलाएर पनि देखाउँदैछु हजुरहरूलाई यो कतिको बाक्लो छ भनेर। यतिको बाक्लो भयो भने पनि धेरै नै राम्रो यमरी बन्छ र खाँदा पनि मिठो हुन्छ। अब हामी यमरी बनाउन सुरु गर्छौँ। हेर्नुहोस् त अघि हामीले राखेको यो पिठो, यहाँबाट चाहिँ म अलिकति पिठो निकाल्दैछु। हेर्नुहोस् त यति जतिको पिठो लिइसकेपछि हजुरहरूले हातमा तेल राखेर, हेर्नुहोस् त मैले पनि तेल राखेँ, यसरी तेल राखेर यसलाई सुरुमा डल्लो पार्नु होला। म हजुरहरूलाई टाइम लगाएर सुस्तरी बनाउन सिकाउने छु। हजुरहरूले ध्यान दिएर हेर्नुभयो भने पक्कै पनि सिक्नुहुनेछ। सुरुमा चाहिँ हामीले यसलाई यस्तो डल्लो आकारमा बनाउँछौँ। अब बिस्तारै तल्लो भागमा चाहिँ यसलाई चुच्चो बनाउँदै जाने हो। ल हेर्नुहोस् त हजुरलाई देखाउँदै नै बनाइरहेको छु। हेर्नुहोस् त यसलाई बिस्तारै यसरी चुच्चो बनाउँदै जाने हो। राम्रोसँग चुच्चो भइसकेपछि यसलाई चुच्चोको भागलाई माथिपट्टि फर्काएर यसरी समाउनु होला र तल्लोपट्टिको भागलाई चाहिँ मैले देखाए अनुसार नै